नमस्कार। आज एउटा सानो मानवीय सुरक्षा सम्बन्धी जानकारी लिएर आएको छु। नेपालको विभिन्न नेशनल पार्कहरूबाट भएर जाने हाइवेहरूमा नेशनल पार्कमा हुने जङ्गली जनावर र हाइवेबाट क्रस हुने प्यासेन्जरहरूको जम्काभेट हुँदाखेरि विभिन्न समय एक्सिडेन्टहरू भएको देखिन्छ, दुर्घटनाहरू भएको देखिन्छ र मानवीय क्षति भएको उदाहरणहरू छन्। यो भिडियोमा हेर्नु होला। त्यसैले अब यस्तो जोखिमलाई चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्दाखेरि म एउटा इक्जाम्पल दिन चाहन्छु। यो क्यानाडाको अल्बर्टा राज्यमा स्थित ब्यान्फ नेसनल पार्कमा चाहिँ यो एउटा ब्यान्फ सिटी भन्ने छ। सिटीबाट करिब 50 किलोमिटरको डिस्टेन्समा लेक लुइस भन्ने पर्छ, जो चाहिँ एउटा पपुलर टुरिस्ट डेस्टिनेसन हो। यसको बिचमा 50 किलोमिटर छ र यहाँ चाहिँ जङ्गली जनावरहरू क्रस गर्ने सम्भावना धेरै भएको हुनाले सरकारले हाइवे बनाउँदाखेरि नै ओभरपासहरू बनाएको छ, वाइल्ड लाइफ क्रसिङ ब्रिजहरू बनाएको छ, कन्क्रिटको ब्रिजहरू युज गरेको छ। यो चाहिँ 50 किलोमिटरको डिस्टेन्समा करिब 47वटा अन्डरपास र ओभरपास गरेर करिब 47वटा छन् यसमा। यो चाहिँ क्यानाडाको अल्बर्टा राज्य मात्र होइन, इभन अमेरिकाको विभिन्न ठाउँहरू जस्तै क्यालिफोर्नियाहरू लगायतका सिटीहरूमा पनि यस्तो ओभर पास ब्रिजहरू, वाइल्ड लाइफ क्रसिङ ब्रिज अथवा बायोलोजिकल ब्रिजहरू बनाइएको हुन्छ। इन्डियाको पनि विभिन्न ठाउँमा यो ब्रिजहरू बनाइएको छ। त्यस कारणले अब नेपालको पनि त्यस्तो हाइवेहरू जहाँ चाहिँ नेसनल पार्क भएर जान्छन् तिनीहरू चाहिँ बायोलोजिकल ब्रिज अथवा वाइल्ड लाइफ क्रसिङ ब्रिजहरू बनाउन सकिन्छ। कन्क्रिटको ब्रिजहरू बनाउन एक्सपेन्सिभ भयो, धेरै महँगो छ भने यसलाई चाहिँ स्टिल स्ट्रक्चर राखेर अथवा इभन वुडन स्ट्रक्चर राखेर पनि ब्रिज बनाउन सकिन्छ। यसमा चाहिँ 1-2-3 इन्च लेभलको माटो राखेर झारहरू झारहरू ग्रो गर्ने हो भने यो चाहिँ एउटा साइडको जङ्गली जनावर त्यो ब्रिज भएर झारहरू हुने हुनाले नेचुरल ट्रान्जिसन हुन्छ, उनीहरूलाई जमिनमै हिँडिरहेको जस्तो हुन्छ र त्यो झारहरू भएर अर्को साइडमा जाने सम्भावना हुन्छ र त्यसले चाहिँ जुन क्रसिङमा हाइवेमा चाहिँ मान्छे सवारी साधनहरूसँग चम्काभेट भएर हुने दुर्घटना चाहिँ कम गर्न सकिन्छ।